हेलो गाइस, आज हामी रेलीको यात्रा तय गर्दैछौँ। हमारा पत्नी और मैं बुढाबुढी सर जाँदैछौँ। हेलमेट भल्लो भयो ल है लाग्यो। सर साङखुलाको बाटो, यो बाटो पनि एकदम राम्रो बाटोमा भनिन्छ। हिँड्यो टाढो हुँदै रेडी ढुङ्लो भयो के छ त रामे के हो, चलेगा नहीं चलेगा? ढुङ्लो भयो त्यो त हिजो हिजो भनेको। अब बुढेले उहाँ फोटो आउँछ अब ल यता सन्दीप सुनार ल ल लाग्यो। ल बाई बाई त्यहाँ छ। ए नमस्कार दर्शक मानु, हाम्रो एकजना कबड्डी खेलाडी हिजो दुईजना फला फालिदिएछ कबड्डी खेलाडीले। ल ल फेरि जाउँला रेडी एकचोटि। रामबहादुर सैनी साथै डल्लु डल्लु जाम जामिन यहाँ रे हेर क्यामेरा यहाँ यहाँ यता हेर। हेलो हेलो हामी हेल्पस पुग्यौँ गाइस। हामी रेडी जाने हो आज रेडी मेला घुम्न। तपाईहरु पनि आउनु होला। ओह्रालो लायो हेल्पसको देख्न सक्नुहुन्छ गाइस कस्तो छ बाटो। लिम्गाको यस्तै छ बाटो। यहाँ अलि डेन्जर छ बाटो। ल ल गाइस, एकछिनको हाम्रो बुढीको कुराकानी सुनिसकेपछि हामी फेरि पूर्ण रूपमा बिरौतीबाट तल ल हेर्न सक्नुहुन्छ। यताबाट पनि हामी लिम्गा जान सकिन्छ भने हामी यताबाट पनि लिम्गा जान सकिन्छ। दुईटा बाटो छ। यताको बाटो अलिक घुमाउरो बाटो छ भने उताको बाटो छिटो पुगिनेछ। तपाईँहरू लिम्गा पनि आउनुहोस्। लिम्गाको बुढी सत्यवतीलाई माया गर्नुहोस्। लिम्गामा पनि रमाइलो चिजहरू, घुम्न लायक चिजहरू छन्। त्यसै गरी हामी यो बाटो बिग्रेको बाटो बिस्तार हुँदैछ। बिस्तार नहुँदाखेरि एकछिनलाई अलिअलि बाटो अप्ठ्यारो मात्र भएको हो। र त्यति अरू ठाउँको लाई देखेर यो बाटो धेरै राम्रो बाटो हो। जाने बाटो दुईटा बाटो छ। यहाँबाट कन्फ्युज हुनु पर्दैन। जुन बाटो गए पनि लिम्गा पुगिन्छ। ल हामी 0 आइसक्यो। अब 1 आउँदैछ हामी। अरे चल चल रे काठमाडौँ मिलेंगे वहाँ सम्झू। यो चाहिँ हाम्रो प्रतीक्षालय अनि पानी खाने ठाउँ यता छ। ल हामी फेरि अघि बढ्दैछौँ। अब करिब 8:30 आउँदैछ। सबैजना रेडी छ। ल हामी करिब अब 8:30 को मानिसहरू हेरिरहेको छ। त्यो ढुङ्गा भएको आउँछ क्या। ल
उतापट्टि सागरको भ्यू हेर्न सक्नुहुन्छ। Sorry, brothers. No, that name level है। बुढीको आँखाभरि आँसु आयो गाइज। अब हामी गरेको कुरोबाट पनि घर बाइकको मर्मत गर्नुपर्छ कि र पनि हामी बिस्तारै हामी ट्राई गर्ने। एकदम त्यो नजिकको दूरीमा गाइस हामी फेरि पनि हामी सुतेका छौँ। बसेर ओभरट्याक गरेका हामी सोचतिरको यात्रा बस हेर्न पनि गाह्रो पनि आज बसै हुन्न अगाडि गयो तिमीले रोक भनेपछि म रोकिदिन्छु क्या। मलाई त्यस्तो छैन क्या तर पहिला हामी हिँड्ने बस गाईले यार मास्क लगाइदिनु न। अचम्मेश्वरको यात्रामा कमेन्ट गर्नु होला। अचम्मेश्वर फाइनली गाइस त्यसै गरी कमेन्ट गर्नु